स्वागत छ यहाँहरूलाई अल टोटल नेपाल टुर विथ सागर 2081, 82 एन्ड 83 आज हामी चाहिँ लमजुङ दरबारको चाहिँ यात्रा गर्नेछौँ। ऐतिहासिक धरोहर हो यो जिल्लाको लागि हामी टुरमा हिँड्यौँ है त। म बस्ने घर पोखरा चितवन र काठमाडौँबाट बराबर दूरीमा छ। अनि खोजिदिनु भएन भिरमाउरीको साथीहरूसँग छुट्टिसकेपछि निस्क्यो म। ओहो डेन्जर बाटो पो आयो। ल पहिरो खसिरहेको छ माथिबाट, तल यस्तो गाडी हिँड्नुपर्छ। मजदुरहरू मोटो मोटो सरियाले पुरै काम गरिरहेछन्। रोड मर्मतको काम चलिरहेछ। आमामा कति ठुलो ढुङ्गा हो। ढुङ्गा पनि ओ तल तर निकै बलियो बनाइरहेको रहेछन्। अलिअलि सानसानो झर्दैन नि अब त झर्दैन। जानु त पर्यो रिस्कमा के हो। नेचुरल पर्खाल के प्राकृतिक एकदम यो युरेनियम खाने जस्तो के ढुङ्गा पनि। अब हामी राम्रो बाटोमा पुग्यौँ र केही छिनमा हामी बेसी सहर पुग्छौँ। On this road, every scene's with the light, from sunrise to starlight, day and night. सो फाइनल्ली हामी बेसी सहर पुगिसकेका छौँ। मैले अघि नै भने यो चितवन पोखरा र काठमाडौँबाट सेम उस्तै दूरीमा छ। सो हामी अब होइन बाटोमा मोमो खान यो कुटुम्ब भन्ने रेस्टुरेन्टमा छिर्छौँ। बजेटिङको हिसाबले चाहिँ यहाँ आउने कस्ट सबै एउटा हाइवे कस्ट हो, आफै अनुमान गर्न सकिन्छ। अब मोमो पनि भ्याइयो, निस्क्यो माथितिर। पृथ्वीनारायण शाहले यी सब एकीकरण गरेका राज्यहरूमध्ये एउटा राज्य यहाँ लमजुङ दरबार माथि रहेको सहर हो यो लमजुङ जिल्लाको। अब हामी यहाँबाट माथि एरोप्लेनवाला रेस्टुरेन्ट देखियो। यसो हामी चाहिँ माथि कोटतिर जाँदैछौँ, लमजुङ कोटतिर पुरानो 2224 दरबार हेर्न। बाटोमा यस्तो यो पुरानो प्लेनलाई यहाँ चाहिँ सेटअप गरेर एउटा दामी रेस्टुरेन्ट बनाएर रहेछ। यो यसको धुवा निस्किने यहीँबाट जेट इन्जिनको यहाँ धुवा निस्किन्छ इन्जिन। अब यस्तो भेटिएपछि एउटा टिकटक बनाइदियो नि त। अब यो बेसी सहर नगरपालिका वडा नम्बर 3 गाउँ सहर लमजुङ तल बेसी You are happy? अब यो ढुङ्गा राजस्थानको कुनै पनि मार्बल भन्दा कम छैन। हाय छोरी। यस यसरी अब हामी यहाँबाट लमजुङ दरबार प्रवेश गर्छौँ। जय भगवान, जय प्रभु। मलाई यो ठाउँ पुगेर तपाईँहरूलाई देखाएर कुनै पैसा कमाउनु छैन, खालि यो मेरो एउटा सौक हो। आज म यो लमजुङ दरबार पहिला 2224 राज्यको जतिखेर पृथ्वीनारायण शाहले एकीकरण गरेका थिए त्यतिखेर यो जितेपछि नेपाल राज्यमा समाहित भयो। त्योभन्दा पहिलेको यो लमजुङ राज्य भने चाहिँ यसले पुरै मानाङ क्षेत्रदेखि लिएर उता यो अन्नपूर्ण रेन्ज अहिलेको जति छ त्यहाँ परपट्टि हिमालसम्मै यो चाहिँ चाइना बोर्डरसम्म
सीमा सुरक्षादेखि लिएर यहाँ शासन प्रशासन गर्थ्यो। अब यसको धेरै लामो इतिहास छ। त्यहाँ एउटा शालिग छ यो विश्वकर्मा राजाको जो अघि हामीले कुरा गऱ्यौँ ती राजाको शालिग अब शालिग बनाएको छ। यहीँबाट राजा शाहवंशीय राजाको उदय भयो। त्यही भएर यो चाहिँ रमाइलो मामा आजको दिन धेरै रमाइलो। मौसम पनि सफा होइन। घाम लागेको हिजोभन्दा आज रमाइलो। Todo lo que vea, porque sabe lo que es la todo lo que vea, todito, todo. अब त्यहाँ एकजना काका भेटिनु भयो अनि अब उहाँसँग कुरा हुन्छ। लिले राजा भए अहिलेसम्म साई खलक उनी हाम्रै यही यसो बेलामै खलक हुन् क्या। अलिक जो ज्ञानेन्द्रसम्म ज्ञानेन्द्रसम्म यसो बेलामा खलक हुन् सबै साई खलक हुन् क्या। साई उत्पन्न भयो क्या यहाँबाट भनौँ न राजामा त्यो भएको। अनि पछि यहाँ उहाँ कोटमा बस्थे माथि 4 महिना त्यहाँ भयो नि एकदम गरम सिजनमा। यो छ नि यो ओखल, यो रानीको ओखल, रानीले यसमा धान कुट्ने यो पुरानो यो लमजुङ काँड राजाहरूले शक्तिको रूपमा कालिकाको उपासना गर्दै आए अनुरूप अब यो सूक्ष्म तरिकाले थोरै यो दरबार पनि हेरौँ यतापट्टि। अब के रहेछ भन्ने यहाँ हामी हेर्छौँ। र यी यस्तो यो देवी देवताको मूर्तिहरूले दसैँ मनाउँछन् यो ठाउँमा अहिले पनि। जुवाहरू बन्दैछ। यो चाहिँ यस्तो चाहिँ माथि सबै पुनर्निर्माण प्रक्रियामा छन्। बाहिर भक्तपुरबाट मान्छेहरू ल्याएर यहाँ बनाइरहेछन्। हस् धन्यवाद। जाँदा जाँदै होइन थोरै जानकारी अब हामी यताको वाल पेन्टिङबाट लिने। यहाँ चाहिँ लमजुङ जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरू छन्। अक्टोपस झरना छ यहाँ। त्यहाँबाट लमजुङ दरबार पस गाउँ भन्ने होमस्टे एकदम घना बस्ती हो। अब यो चाहिँ वाल पेन्टिङ गरेको छ घले गाउँ होइन। अब यो भुजुङ गाउँको एकदमै बाक्लो बस्ती छ। त्यस्तै इशानेश्वर मन्दिर करापुटार भयो, 12 पोखरी हिमालको काखमा, दुध पोखरी लमजुङ हिमाल, दुध पोखरी गाउँपालिका, मेमे पोखरी दोर्दी गाउँपालिका। यसरी फर्किन्छौँ हामी आज। आशा छ यहाँहरूलाई यो भिडियो मन पर्यो हुन्छ नि ठाउँहरू देखाउँदै। र यी र यस्तै ठाउँहरू देख्नु छ भने फलो गरिहाल्नु होला। हस्त नमस्ते। आजको यात्रा समाप्त भयो।